हिजोका दिनमा चुनावको बेलामा जसरी युवाहरूलाई विदेशमा भएका युवाहरूलाई पनि नेपालमा स्वरोजगारी बनाउँछौँ, सुदूरपश्चिममा पनि काठमाडौँ बनाउँछौँ, कर्णालीलाई पनि काठमाडौँ बनाउँछौँ खालका झुटो आश्वासन दिएर युवाहरूलाई गलत कुरा सामाजिक सञ्जाल र अवरोधको आधारमा जुन खालको वातावरण निर्माण गरेको थियो। त्यसैले आज एउटा गणेश नेपालीलाई यो ठाउँमा आत्मदह गर्ने ठाउँसम्म यो सरकारले जुन खालको वातावरण निर्माण गरेको छ त्यस्तो खालको परिस्थिति अरू युवाहरूमा नहोस् भनेर पनि आज हामी यहाँ आइपुगेका छौँ। त्यसैले आफन्तहरू र उहाँहरूको कुराकानी सुन्दा, तपाईँहरूको मिडियाहरूको कुराकानी सुन्दाखेरि मलाई लाग्छ हिजोका दिनमा विभिन्न खालका ठुला घटना घटाउनेहरू, सिंहदरबार जलाउनेहरू, यस्ता घटनाहरू जलाउनेहरू आज सरकारमा पुगेर जलाउने र भत्काउने नासिक ठाउँमा आत्महत्या भने एउटा गरिबको छोरा पसिना बगाएर जुन खालको मेहनतप्रति गणेश नेपालीलाई शहीद घोषणा गर्नुपर्छ र सँगसँगै उसका आफन्त छरछिमेक उनीहरूलाई उचित खालको राज्यले व्यवस्थापन गर्नुपर्छ। यानि कि भोलि गणेश नेपाली जस्तै अरू युवाहरू पनि फ्रस्ट्रेसन भएर आफ्ना रोजीरोटी बसिने, रोजीरोटीबाट चाहिँ टाढा हुने वातावरणबाट चाहिँ आम युवाहरूलाई एउटा नेपालमै बसेर उद्यम गर्ने, काम गर्ने वातावरण निर्माण गर्नुपर्छ भनेर आइपुगेका छौँ। त्यही ढङ्गले अगाडि बढिरहेका छौँ। घटनास्थलबाट पाइरहेका तस्बिरहरू प्रतिपक्षमा पनि यस्तो विषयमा होइन, हामीले पक्ष प्रतिपक्ष भन्दा पनि आम युवाहरूको आवाजलाई हामीले लिइरहेका छौँ। तैपनि हामीले त्यो घटनाको तस्बिरहरू हेर्दा चलिरहेको छ, तैपनि प्रहरीले उनलाई गाडीमा हाल्न खोजेको हो कि जस्तो, उनीहरूले मुद्दा लाउन खोजेको हो कि जस्तो पनि हामीलाई आह्वान भएको। अहिले सरकारले त त्यस्तै पऱ्यो भने गणेश नेपालीलाई मुद्दा लाउनु मिल्ने भने मुद्दा लाउँथ्यो होला, लाउनु मिल्थ्यो भने यो आम पब्लिकको दबाब नहुन्थ्यो भने गणेश नेपाली मरे पनि आफूले आत्मदाह गरे पनि त्यो सरकारले मुद्दा लाउन सक्छ। त्यस्तो परिस्थिति गणेश नेपालीलाई उल्टै मुद्दा लाउँछ। त्यस्तै परिस्थिति छ यहाँ त, जिउँदै भएको मुद्दा लाउनु यहाँ त त्यस्तै खालको परिस्थिति छ। आज साँच्चीकै गरिब वर्गहरूलाई, त्यो बिहान कमाएर बेलुका कमाएर खाने वर्गहरूलाई, एउटा साग किन्न नसक्ने वर्गहरूलाई के खालको राज्य भनेको त सबैको अभिभावक हो नि त, पैसा हुनेहरूको मात्रै अभिभावक होइन नि त, सबै वर्गको अभिभावक हो। त्यसैले यस्तो खालको परिस्थितिलाई हामीले सोचेर बुझेर अगाडि बढ्नुपर्छ। हामी जुन खालले आम युवाहरूले जुन खालको एकता जनाउनु भएको छ, तपाईँ मिडियाकर्मीहरूले पनि त्यस्तो चिजहरूको विषयमा हामीले एजेन्डा बनाएर जानुपर्छ, विषयवस्तु उठाएर जानुपर्छ। आज यो एउटा घटना गणेश नेपाली कहाँ पऱ्यो भने तपाईँ कहाँ पर्छन्। हामीले मिडियाहरूलाई तपाईँलाई इन्ट्री नदिएको, सूचना सङ्कलन गर्न नदिएको कुराहरू पनि हामीले त्यो सुनिरहेका छौँ। त्यस्तो कुराहरू पनि आवाज उठाएर जानुपर्छ, जहाँ कि आम युवाहरूको जुन खालको बेरोजगारी समस्याहरूलाई स्वरोजगार बनाउने र युवाहरूले आफ्नो आत्मदाह गर्ने परिस्थितिलाई हामीले अन्त्य गर्न हामीले यस्ता कुराहरूलाई सचेत गराएर जानुपर्छ। धन्यवाद।